साथीहरु एकैछिन यो भिडियो हेर्नुस् है, त्यसपछि म फेरि आउने छु। भिडियो स्क्रोल चाहिँ नगर्नु होला। स्याउ चोरेर खाने पनि क्रान्तिकारी हुन्छ, बियरको बोतल चोरेर भाग्ने पनि क्रान्तिकारी हुन्छ। यो सबै तमासा जेन्जीका नाममा बियर बोकेर भाग्ने, कोका कोला बोकेर भाग्ने। साथीहरु हेर्नुभयो, नबोलौं भनेको बोल्नै पर्ने भयो, भिडियो नबनाऊ भनेको बनाउनै पर्ने भयो। कुरा सुन्दा नि पारा तातेर आउँछ यार, रगत उम्लेरै आउँछ। ए बाबा, जनता गरिब छन्, जनतालाई बिहान खाए बेलुका के खाऊँ भन्ने चिन्ता छ। 35 वर्ष शासन गर्यो, जनतालाई न शिक्षा छ न रोजगारी, न त राम्रो स्वास्थ्य बीमा नै छ। झापामा अलिसानको भ्यू टावर बनाउनु भन्दा जनतालाई एउटा उद्योग खोलिदिएको भए हुन्थ्यो नि। जनताले रोजगारी गर्ने थिए, पैसा कमाउने थिए, घर चलाउने थिए। आफूहरूले पो टन्न कमाएको छ, भ्रष्टाचार गरेको छ अनि पुगेको छ। नभए अहिले चाहिँ तपाईको खर्च कसरी चलेको छ? न जागिर छ न कुनै पद छ, अनि तपाईको खर्च महिनाकै लाखौं त होला। भाद्र 23 र 24 को जनविद्रोह हो। जनविद्रोहमा जे पनि हुन सक्छ, लुटपाट हुन्छ, चोरी हुन्छ, तोडफोड हुन्छ, आगजनी हुन्छ। जनता भोकभोकै छन्, भोको जनताले जे पनि गर्न सक्छन्। साथीहरु, हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला र मेरो च्यानललाई फलो पनि गरिदिनु होला। धन्यवाद।